नमस्ते, यहाँलाई तत्तो न्यूजमा स्वागत छ। उच्च अदालत तुलसीपुरको बुटोल इजलासले रवि लामेछानेलाई थुनामा पठाउने आदेश गरेको छ। प्रहरीहरू रवि लामेछानेको घरमा गई सिधै बेडरुममा छिरेका थिए। रविको बेडरुमसम्म पुगेको प्रहरीले त्यहीबाट फोनमा लिखित आदेश मगाएका थिए। रविलाई प्रकाउ पुर्जी प्रहरीले त्यही लेखेर दिएका थिए। प्रहरीहरू बिना पक्राउ पुर्जी आफ्नो बेडरुममै आएको देखेर रवि लामेछाने आक्रोशित हुँदै फेसबुक लाइभ बसेर आफ्नो गुनासोहरू पोखेका थिए। मलाई केही पुर्जी पनि दिएको छैन, कागज पनि दिएको छैन। मेरो घरभित्र आएर बेडरुमभित्र आउनुभएको छ। मैले सार्वजनिक पनि गरिसकेको छु। अब यसरी तैनाथ उताबाट आदेशभन्दा पहिले तैनात हुने यो सबै चिजले एउटा ठुलो आशंका सृजना गरेको छ। मैले सम्मानित अदालतको आदेशलाई सधैँ मानेकै छु, कानुनलाई मानेकै छु। रवि लामेछानेलाई प्रकाउ गर्न गएका डीएसपीले उनको अन्तिम इच्छा सोधेपछि केही समय विवाद भएको छ। पक्राउको क्रममा डीएसपी दीपक खड्काले अन्तिम इच्छा पूरा गर्न दिने भनेर बताएपछि विवाद भएको थियो। तल जानलाई चाहिँ अन्तिम इच्छा भनेर त्यही हैन त। त्यस्तो बोलिँदैन नि सर। सर डेढ साहब हुनुहुन्छ। अन्तिम इच्छा भन्ने हुन्छ सर। एउटा पक्राउ गर्न आएको मान्छेलाई अन्तिम इच्छा भन्ने हुन्छ। त्यस्तो हुँदैन नि सर। त्यस्तो हुँदैन नि सर। कतै प्रहरीले पक्राउ गरेर इन्काउन्टर गर्न त खोजेको होइन भनेर रविका सहयोगीले उनीमाथि प्रश्न गरेका थिए। पछि खड्काले पक्राउ पर्नु अघि वकिलसँग सल्लाह गर्ने लगायत अन्तिम तयारीका लागि आफूले त्यसो बताएको भन्दै प्रष्टीकरण दिएका थिए। रविलाई पक्रन खटिएका डीएसपीले अन्तिम इच्छा के छ भनेर सोधेपछि त्यहाँ स्थिति तनावग्रस्त बन्न पुगेको थियो। हेर्नुहोस् यो छोटो भिडियो। काठमाडौँबाट पक्राउ परेका रवि लामेछानेलाई अहिले भैरवा पुर्याइएको छ। डीएसपी दीपक खड्काले अन्तिम इच्छा के हो भनी सोधेपछि रवि लामेछानेका समर्थकहरू आक्रोशित भएका छन्। हजुरहरूलाई के लाग्छ? के रवि लामेछानेलाई फसाएर इन्काउन्टर गर्ने सोच त होइन? आफ्नो प्रतिक्रिया कृपया तल कमेन्ट बक्समा दिनुहोला। हस्त धन्यवाद। जय नेपाल।